म बालबालिकाहरूलाई अनुशासित र शान्त बनाउनका लागि स्काउटिङको पनि भूमिका हुन्छ होला। त्यसको लागि हाम्रो नगरपालिकाले के बुझिराख्नु भएको छ, के योजना बनाउनु भएको छ, यस्तो अपेक्षा स्काउटको गठन स्काउट सम्बन्धित कार्यक्रमहरू कसरी सञ्चालन गर्ने? धन्यवाद। अब प्रभुज्यू म कृष्णराज विश्वकर विद्यालय व्यवस्थापन समिति अध्यक्ष। मेरो क्वेसन नगर प्रभुज्यू नगर प्रभुज्यू र शिक्षा शाखा प्रमुखज्यूलाई कक्षा अफ गर्नको निम्ति जस्तो धेरै निवेदन दिइसकेका छौँ। त्यसपछि अब +2 निर्माणको प्रक्रियामा क्लास अफ गर्ने विषयमा, क्लास थप्ने विषयमा विभिन्न कार्यक्रम के छ र हामीलाई के कारणले यो कुरा अहिलेसम्म रोकिएको छ, यो कुराको म जानकारी गर्न चाहन्छु। धन्यवाद। अब हामी एउटा प्रश्न लिन्छौँ। एउटा प्रश्नपछि हामी उत्तर लिएर फेरि तपाईँहरू आउँछौँ। दुईवटा प्रश्न आएको छ। अब एउटा प्रश्न छ कसैको, पछाडिपट्टि बहिनीले हात उठाउनु भएको छ। त्यहाँनिर माइक लिनु न नजिक, आवाज सुने। हेलो हेलो हामी कक्षा 10 मा पढ्छौँ। त्यति पोहोर साल 9 मा पढ्दाखेरि पनि हामीले उपचारात्मक शिक्षा पाएका थियौँ। अब त्यसको सहजीकरण गर्ने चाहिँ पहाडी क्षेत्र विकास अभियानले गरेको थियो। उहाँहरूको कार्यक्रम रहन्जेलसम्म त हामीले अनि हाम्रो पछाडिको भाइ बहिनीहरूले पहाडी क्षेत्र विकास अभियानद्वारा शिक्षण गर्न पाउँछ निःशुल्क। तर त्यस पछाडि भेरी नगरपालिकाले पनि सधैँभरिको लागि 9 मा र 10 मा पढ्ने विद्यार्थीहरूको लागि सधैँभरिको लागि उपचारात्मक शिक्षा अब त्यसको व्यवस्था गरिदिनु होला भन्न चाहन्छु। अब सानो कुराहरू अब 6 मा पढ्दा 7 मा पढ्दाखेरि सानो बेसिक कुरादेखि नै उहाँहरूले हामीले सिक्ने कुराहरू बेसिकदेखि छुटेका हुन्छ नि त। त्यस्तो कुराहरू सिकाउनुहुन्छ हामीलाई सरहरूले। त्यो बेसिक सानो जबबाट नै, सानो बेसिक कुराहरूबाट नै मान्छेले ठुलो हुन्न। सानो बेसिक कुरा राम्रो भयो भने पछि गएर ठुलो भविष्यमा पनि ती कुराहरू काम लाग्न सक्छन्। त्यसैले अब 9 र 10 मा आउँदा त अलिक बिर्सिहालिन्छ। 6 मा पढ्दाखेरि 7 मा पढ्दाखेरि पढेको सबै बिर्सिहालिन्छ। त्यसैले 9 र 10 मा पनि त्यो ज्ञानलाई फेरि रिपिट गर्न सजिलो हुन्छ, हामीलाई सहज हुन्छ। हामीलाई अङ्ग्रेजी, विज्ञान र गणित पढेको हामीले चाहिँ अब त्यहाँबाट सानो कुराहरू जस्तो सानो कुराहरू भन्नाले गणितमा सरल गर्न, जोड घटा अब हामी जान्छौँ, तर हाम्रो कुनै साथीहरूले पनि जान्नुहुन्न नि त। त्यो सानो कुराहरू पनि छुटाउनु भएको हुन्छ। अब उहाँहरूलाई पनि त्यस्तै उपचार गर्ने उहाँहरूको
बिरामी निको हुन्छ। त्यसै गरी सानो हामीसँग पढ्ने विद्यार्थीले पनि कुनैले जान्नुहुन्न होला, तर उहाँहरूको बौद्धिक क्षमता कम हुनसक्छ। त्यसैले उहाँहरूलाई त्यो उपचार गरेर निको पार्ने अब एउटा औषधि नै जस्तो शिक्षा हो त्यो चाहिँ। हुन्छ। अब धन्यवाद। बहिनीले चाहिँ उपचारात्मक कक्षाको कुरा गर्नुभएको थियो। मैले उपचारात्मक कक्षाको विषयमा थोरै कुरा बोलेँ। यो उपचारात्मक कक्षा भनेको कस्तो रहेछ भने हामी नेपाल सरकारसँग पनि यो केही बजेट आउने गर्छ कि यो कोभिडका कारण पढाइ जब बच्चाहरूको छुट्यो त्यसका कारण अथवा कुनै विपदका कारण चाहिँ पढाइ छुट्यो भने त्यसले सिक्न नसकेको कुरा सिकाउने कुरा उपचारात्मक शिक्षण गर्छ। त्यो एउटा सन्दर्भबाट बोल्यो भने अर्को चाहिँ कस्तो रहेछ भने गरिबीका कारण या उसलाई विभिन्न कारण भन्नुहोस् न विकटताका कारण उसले सिक्न सकेको छैन भने त्यो बेला चाहिँ रिमेडियल कक्षा सञ्चालन गरेर उपचार कक्षा सञ्चालन गरेर त्यसलाई पहिलेको अवस्थामा पुर्याउने काम उपचारात्मक शिक्षण हो। त्यसको निम्ति जस्तो एसआरडिसीले एउटा प्रोग्राम त ल्याएको छ। मैले उहाँलाई पनि बारम्बार के अनुरोध गरेको छु भने हामीसँग पनि केही बजेट छ, तपाईँहरूको बजेटलाई पनि जोडेर लैजाउँ। जस्तो उहाँले गणित अङ्ग्रेजी विषयलाई मात्रै फोकस गरेर बनाउनु भएको छ। हामीसँग आउने भने हामीले 4वटा विषय हेर्छौँ क्या निमारी तहसम्म 6, 7, 8 कक्षालाई हामीले 4वटा विषयमा उहाँहरूको परीक्षण गरेका थियौँ। त्यसमा चाहिँ 5वटा क्याटेगोरी बनाइदिएको छ। बच्चा कुन लेभलमा पढ्यो, रेड लेभलमा पढ्यो कि येलो लेभलमा पढ्यो कि लेभल छ त्यसका जुन लेभलमा पढ्छ। जस्तो रेड लेभललाई चाहिँ पुनः पढाउनु पर्ने भन्छ भने त्यो रेड लेभलको बच्चा हुन्छ। त्यो टिचरलाई मात्रै थाहा हुन्छ, बच्चालाई थाहा हुन्छ म यो लेभलमा छु भनेर त्यो ग्रुपिङ गरिन्छ। जस्तो रेड लेभलको बच्चा एउटा ग्रुपमा पढ्छ र म कमजोर ग्रुपमा छु चाहिँ बच्चाले भन्दैन, त्यो रेड लेभल भनेर दिइन्छ। अनि त्यो रेड लेभलको बच्चालाई चाहिँ उपचार गर्नुपर्छ भन्ने शिक्षकलाई थाहा हुन्छ। त्यस कारण उसलाई सिकाउनु पर्ने कुरा जस्तो त्यसले त पाठ्यक्रमले तोकिदिएको छ क्या के कुरा सिकाउनु भने त्यसले त विषयगत रूपले क्वेसन बनाएको छ। त्यो क्वेसनमा बच्चाले सकेन भने त्यो क्वेसनलाई कसरी फेस गर्ने भन्ने कुरा छ। त्यसरी जाने क्लास हो त्यो, त्यही क्लास सिकाइदिनु भन्नुभएको छ बहिनीले। यो हामीसँग छ, अहिले पनि हामी सञ्चालन गर्छौँ र पहाडी क्षेत्र विकासबाट पनि त्यो सञ्चालित छ। त्यसलाई चाहिँ जोडेर लैजान अझै बेस्ट हुन्छ। तर चाहिँ मैले जानकारी पनि बनाएँ। त्यस्तै अर्को कक्षा थपको कुरा पनि बोलाउँदैछ। मैले अनुमतिले बोलेँ। अब यो कक्षा थप गर्ने कुरा कतिपय अवस्थामा देख्दाखेरि चाहिँ हामीलाई सहज लाग्ने हुँदो रहेछ। कक्षा थप गर्न पाएँ भन्ने चाहिँ यो हाम्रो एजप्सन रहेछ। तर जब कार्यान्वयनमा जाँदा हामीलाई जटिलता अहिले पनि रहेछ। जस्तो विद्यालय थप्ने, विद्यालय बनाउने हामीले समुदायका मागका आधारमा दिने गरी जब फेरि राज्यले जब अनुमति दिन्छ त्यसले मोड गर्नुपर्छ, अपनत्व गर्नुपर्छ। त्यो गर्ने बेलामा राज्यले फेरि त्यसलाई व्यवस्थापन गर्नुपर्ने हुँदो रहेछ। अहिले पनि जसरी हामीले विद्यालय विषयगत टिचरहरू आज दिन सकेका छैनौँ, भोलि फेरि +2 चलाउन हामीलाई त्यो समस्या चाहिँ छ। नम्बर 1 त्यो भावनाले अलिकति छलफलको विषय बनाएका छौँ हामीले। शिक्षा अधिकार पाउनेबाट वञ्चित अहिले पनि छैन हामीसँग। जस्तो 4वटा यही नगरपालिकाभित्र +2 चलेका विद्यालय 4वटा +2 चलेका विद्यालय हुनुहुन्छ। यद्यपि ती विद्यालयहरूबाट दिने शिक्षामा पनि हामीले गुणस्तरता कायम गर्न सकेनौँ। तल्लो लेभललाई गुणस्तर बनाउन त भन्ने हाम्रो जोड हो नगरपालिकाको। मैले यति नै भने त्यो भएको हुनाले अलिकति तल्लो लेभललाई जब हामीले व्यवस्थित बनाउन